पहाडको काखबाट गर्जिरहेको स्वर्ग फुङफुङ्गे झरनाले बोलाउँदैछ। ताप्लेजुङ पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङ, जहाँ प्रकृतिले आफ्नै भाषामा कविता लेख्छ र त्यो कविताको सबैभन्दा सुन्दर हरफ बनेको छ फुङफुङ्गे झरना। करिब 180 देखि 300 मिटर उचाइबाट भिर चिरेर खस्ने यो विशाल झरना केवल पानीको बहाव मात्र होइन, नेपालको उदाउँदो पर्यटनको सपना पनि हो। स्थानीयहरू भन्छन् यसको नाम फुङफुङे यसको गर्जिने आवाजबाट आएको हो। जब पानी भिरमा ठोक्किँदै तल झर्छ, त्यसले निकाल्ने फुङ फुङ ध्वनिले जङ्गल र पहाडलाई नै गुन्जायमान बनाइदिन्छ। चारैतिर फैलिएको हरियाली वन, चिसो हावा, चराचुरुङ्गीको मधुर सङ्गीत र धुवाँझैँ उड्ने पानीका छिट्टाहरूले यहाँ पुग्ने हरेक आगन्तुकलाई मोहित बनाउँछन्। बर्खायाममा यसको रूप अझ भव्य बन्छ। उर्लन्दो पानीले झरनालाई सेतो पर्दा जस्तो देखाउँछ। हिउँदमा पनि यसको आकर्षण उस्तै रहन्छ। स्वच्छ आकाश, हल्का कुहिरो र शान्त पहाडी वातावरणले फुङफुङेलाई वर्षभरि नै रमणीय गन्तव्य बनाएको छ। सामाजिक सञ्जालहरू टिकटक, फेसबुक र युट्युबमा यसको भिडियो भाइरल भएसँगै यहाँ आउने आन्तरिक पर्यटकहरूको सङ्ख्या निरन्तर बढिरहेको छ। फुङफुङे झरनासम्मको यात्रा पनि कम रोमाञ्चक छैन। घुमाउरा बाटो, घना जङ्गल र खोल्साहरू पार गर्दै पुग्ने यात्राले पूर्वी नेपालको मौलिक सौन्दर्यलाई अझ नजिकबाट महसुस गराउँछ। र जब अन्ततः तपाईँ फुङफुङेको सामुन्ने पुग्नुहुन्छ, गन्तव्यको त्यो अद्भुत दृश्यले यात्राभरको सबै थकान क्षणभरमै बिर्साइदिन्छ। प्रकृतिको अनुपम उपहार फुङफुङे झरना। आज ताप्लेजुङको पहिचान बन्दै गएको यो प्राकृतिक रत्न उचित संरक्षण र विकाससँगै भोलिका दिनमा नेपालको अन्तर्राष्ट्रिय पर्यटन नक्सामा झन उज्यालो गरी चम्किने निश्चित छ। एकपटक फुङफुङे पुग्नुहोस् अनि प्रकृतिको गर्जनभित्र लुकेको स्वर्ग आफै अनुभव गर्नुहोस्। एकदमै रमाइलो। मेरो यो दोस्रो पटक हो। यसरी आउँदै गर्दाखेरि चाहिँ मैले के पाएँ भनेदेखि यहाँ आउँदाखेरि एकपटक म हिउँदको सिजनमा आएँ र अहिले चाहिँ बर्खाको सिजन छ होइन। हिउँदको सिजनमा आउँदाखेरि तपाईँ भित्रैसम्म खेतसम्मै पुग्न सक्नुहुन्छ र त्यहाँको बेसमा बनेको एउटा पोखरी छ, त्यसको भ्यू अर्कै मनोरम छ होइन। अनि अहिले आउँदाखेरि यत्रो ठुलो छ होइन, पानीको जुन झरनाको साइज चाहिँ हेर्दाखेरि चाहिँ अवलोकन गर्न आउँदाखेरि चाहिँ दुवै सिजनमा आउँदाखेरि चाहिँ हुने रहेछ। एकदम रमाइलो लाग्यो। फेरि आउन पाएँ भनेदेखि चाहिँ आउनेछु। तरुण सर, धन्यवाद क्वेसनको लागि। म यहाँ ताप्लेजुङ जिल्लाको भए पनि पहिलोचोटि फुङफुङे झरनामा आएको छु र यो फुङफुङे झरनामा आउँदाखेरि मलाई कस्तो महसुस भयो भने जस्तो म पाथिबाट जाँदाखेरि आनन्द पिस हुन्थ्यो, त्यस्तै त्यो मैले सबै कुरा बिर्सेको छु। यहाँनिर प्राकृतिक मनोरम, प्राकृतिक कस्तो हुँदो रहेछ भन्ने मलाई अर्को फिलिङ भएको छ। त्यस कारणले गर्दाखेरि फुङफुङे झरनाको सम्भावना यो मितुवा खोलाको लागि मात्रै नभएर ताप्लेजुङ जिल्लाको मात्रै नभएर देशकै लागि पनि प्रमुख पर्यटकीय गन्तव्य स्थल हुने रहेछ भन्ने कुरा मैले महसुस गरेको छु। र यसमा तत्काल मैले सुधारको के देखेको छु भनेदेखि यहाँनिर हामीलाई आउनको निम्ति अलि असहज रहेछ। भनेको बेला गाडी नपाउने, रुटको गाडी नपाउने, त्यस्ता किसिमका समस्याहरू देखेको छु। र यहाँको पालिका अध्यक्षले त्यसमा समन्वय गरेर कोही आउन चाहन्छ भने बिहान टिकट काटेर बिहान आएर बेलुका घुम्न पाउने वातावरण भइदियो भने पर्यटकमा अझ धेरै बढी हुन्थ्यो। अहिले चाहिँ रिजर्भ मात्रै आउन पाउँदो रहेछ, त्यसले गर्दाखेरि महँगो हुने मैले महसुस गरेँ। एकदमै राम्रो छ, एकदमै मजा आयो, एकदम शान्त महसुस भयो। हस्, धन्यवाद। फुङफुङे झरना चाहिँ नेपालकै 100 गन्तव्यमा पर्यटक क्षेत्रमा परेको पर्यटक क्षेत्र हो, जो विश्व सम्पदा सूचीमा नि परेको छ। र यो फुङफुङे झरना भनेको चाहिँ यो नेपालको दोस्रो र 180 मिटर लामो अग्लो र सदाबार पानी बगिरहने र एउटा चाहिँ अत्यन्तै अदृश्य शक्ति भएको मन्दिर पनि छ। र यहाँका अगाडि बुढापाका वृद्धहरूको चाहिँ किंवदन्ती के छ भने यो फुङफुङे झरनामा आएर पर्यटक बन्नेहरूको चाहिँ अत्यन्तै मनोकामना पुरा हुने, भाग्यशैली चाहिँ अघि बढ्ने, फल्ने फुल्ने र समस्त परिवार सुख शान्तिको दीर्घायुको कामनाको पुरा गर्ने यहाँ पूजा आज र भाकल र मनोकामनाका कुरा गरेमा यो पुरा भएको कुराहरू छ। र यो फुङफुङे झरना भनेको यो ताप्लेजुङ जिल्लाको एउटा शान र नै हो र मिका खोलाको चाहिँ मान पनि हो। यो फुङफुङे झरनाले आज ताप्लेजुङ जिल्लाको
एउटा पर्यटक क्षेत्रमा ठुलो हिस्सा ओगटेको छ भन्ने कुरामा हामी विश्वास छौँ र यो फुङफुङे क्षेत्रलाई एकदमै पर्यटक बनाउन हामीले विभिन्न किसिमका चाहिँ संरचना बनाएर यसलाई पर्यटकहरूलाई आकर्षक गर्ने प्रयास जारी राखेका छौँ र गरिराखेका छौँ भन्ने कुरा म बताउन चाहन्छु।